हेलो साथीहरू, यो चिसो चिसो मौसममा आहा आज म गुन्द्रुक र भटासको तरकारी पकाउन गइरहेको छु साथीहरू। यो चिसो चिसो मौसममा खाने होइन त गुन्द्रुक र भटासको तरकारी कोलाई मन पर्छ। आज चाहिँ यस्तो पानी परिरहेको छ, हजुरहरूलाई थाहा छ हिजो अस्तिदेखिबाट पानी परिरहेको छ, चिसो मौसम छ। त्यसकारणले गर्दाखेरि म गुन्द्रुक र भटास पकाउन गइरहेको छु। है त साथीहरू, कोलाई मन पर्छ मन परे साथीहरूले कमेन्टमा लेख्न सक्नुहुन्छ। है त साथीहरूलाई अब आजको चाहिँ तरकारी आज चाहिँ बिहान चट्ट आज चाहिँ गुन्द्रुक भटास झ्याम्का झ्याम खाने हो साथीहरू। है अब म चाहिँ गुन्द्रुक पकाउन गइरहेको छु साथीहरू। सबभन्दा पहिला मैले जिरा पड्काएँ, प्याज हालेँ। तपाईँहरूले कसरी पकाउनुहुन्छ त्यो मलाई थाहा छैन, तर म चाहिँ यसरी पकाउँदैछु है। जिरा पकाएँ, प्याज पकाएँ। अब म अलिकति आलु छ, त्यो आलुलाई हाल्छु। हेर्नु चाहिएको साथीहरू, त्यो मिठो हुन्छ। आहा मलाई त एकदमै मनपर्छ साथीहरू। तपाईँलाई कतिको मनपर्छ गुन्द्रुक र भटास? आहा यो चिसो मौसममा हेर्नु झरी परेको छ। तपाईँलाई थाहा छ 3 दिन भइसक्यो लगातार, आज त 3 दिन भयो लगातार झरी परेको। तर यो यस्तो मिठो हुन्छ कि अब गुन्द्रुक र भटास भने त मुखै रसाउँछ। यो हाम्रो नेपाली खाना, हाम्रो नेपाली अर्ग्यानिक, अब हाम्रो नेपाली खाना नै गुन्द्रुक र ढेँडो हो है। हजुरहरूलाई थाहा रहेछ, त्यही भएर मैले आज गुन्द्रुक भटास। अब साथीहरू मैले आलु पछाडि फेरि भटास अलिकति हेर्नुहोस् त, यो भटास हालिदिन्छु, सेतो भटास हो यो। अब सेतो भटास चाहिँ गुन्द्रुक लाँदा मिठो हुन्छ। अब यो गुन्द्रुक यो भटास भुट्न पऱ्यो नि है। ल हेर्नुहोस् है साथीहरू, हेर्नु तपाईँलाई कोलाई मनपर्छ? म चाहिँ आज टक्क यसरी गुन्द्रुक र भटास खाँदैछु, पकाउँदैछु। अब हेर्नु साथी, यो गुन्द्रुक र भटास भनेपछि चाहिँ अब मन नपराउने सम्मको त कमै मान्छे हुनुहुन्छ होला है। साथीहरू, हजुरलाई मनपर्छ भने हजुरहरू आउन सक्नुहुन्छ है। म चाहिँ अब यस्तो गुन्द्रुक र भटास पकाउँदैछु साथीहरू। अब यो भटास फटाफट पड्किन्छ अहिले। त्यस पछाडि आहा साथी, हेलो हेलो, हजुर कोलाई मनपर्छ है साथीहरू गुन्द्रुक र भटास? आज म चाहिँ गुन्द्रुक र भटास पकाउन गइरहेको छु साथी। एकदमै मिठो हुन्छ। मैले आलु हालेँ, भटास हालेँ है। अब के हाल्नु होला, यो भटास अलिअलि पड्किन थालेको छ है साथीहरू। हेर्नुहोस् है साथीहरू, पड्किन थाल्यो है साथीहरू, पड्किन थालेको पटपट आउन थालेको छ। अब मैले गुन्द्रुक हालेँ है साथी। अलिकति गुन्द्रुक छ, आफैले बनाएको गुन्द्रुक हो यो, अर्ग्यानिक गुन्द्रुक। ल मैले बिस्तारै राखेँ भने भाँडा बेच्दै थचारी छ है। गुन्द्रुक अलिकति हुनुपर्छ। अनि त्यस पछाडि है गुन्द्रुक राखेँ, भटास भयो, आलु भयो। अब यहाँ चाहिने, अब कोही साथीहरूलाई मनपर्छ अलिक हुन्छ भने हजुरहरूले मकैको पिठो पनि राख्न सक्नुहुन्छ, मकैको पिठो पनि राख्न सक्नुहुन्छ। तर मलाई चाहिँ ठिकै लाग्छ, त्यो भएर म मकैको पिठो राख्दिनँ। र खुर्सानी चाहिँ मैले राखिनँ, किन भन्नु न, मेरा साना बाबुहरू छन्, ती बाबुहरूले पिरो खाँदैनन्। त्यस कारणले गर्दाखेरि म चाहिँ अहिले खाना खाँदाखेरि हरेक खुर्सानी टक्क टिपेर खान्छु, हरेक खुर्सानी पनि खान्छु। अब मैले सरी लोकल टोमेटो है। अब अमिलो गुन्द्रुकमाथि अझ यो अमिलो टोमेटो मिसाउँदा झन् कति मिठो हुन्छ होला साथीहरू। मेरो चाहिँ मुखबाट पानी आइसक्यो, हेर्नुहोस्। अब भन्दैमा तपाईँहरूलाई देखाउँदैमा मुखबाट पानी आइसक्यो। हजुरहरूलाई के भइरहेको छ ल भन्नुहोस्, यो लोकल है साथीहरू। अब के गर्नु, अब यस्तै छ है साथीहरू, यस्तै छ। आज चाहिँ झरी छ है साथीहरू। ल है साथीहरू, कोही खाने हो भन्नुहोस् है, भन्नुहोस् है साथीहरू, भन्नुहोस् कोलाई मनपर्छ भन्नुहोस् है साथीहरू, भन्नुहोस्। मेरो कान्छी छोराले लसुन रोप्दै म थिच्छु मम्मी भन्नुभएको थियो, हस् त दिएको ठिकै थिचेर चाहिँ। अब मैले पहिला अब म हेर्नु साथीहरू यति गरेँ।
अब मैले यति बेसार याद गर्छु। हेर्नुहोस् बेसार अब यो चाहिँ चाहिन्छ। अनि जिरा धनियाँको धुलो राखेँ। अब यसलाई मैले मिक्स गर्छु साथीहरू। खाने साथीहरू गुन्द्रुकबाट तरकारी कति मिठो हुन्छ होला है साथीहरू। एकदमै मिठो हुन्छ है गुन्द्रुक र भटासको तरकारी। आज चिसो मौसम छ। ल यो पनि राख्ने टक्क लाएर। साथीहरू भन्छ है भन्छ खाना कतिको मनपर्छ। मलाई त एकदमै मनपर्छ। पनि नुन चाहिँ एड गरेको छैन। नुन अलिकति पछाडि एड गर्छु। अब म के गर्छु थाहा साथीहरू हजुरहरूलाई सट्ट एकछिन यो झोल यो चाहिँ अब चामल पखालेको खाना बनाउँदा चामल पखालेको चौलानी हुन्छ। यो चौलानी चाहिँ म फाल्दिनँ किनकि अब मैले किनेको चामल होइन आफ्नै अर्ग्यानिक चामल खाएको कारणले गर्दाखेरि यो फाल्दिनँ है। यति लाग्यो। अब म यसलाई टक्क अब छोपेर पानी सुक्ने गरी गर्छु। अब यसले छोप्छन् अनि यो पानी सुक्छ। त्यसपछि यसलाई फाटफुट बनाएर फेरि नुन र पानी थपेर चाहिँ खाने हो है साथीहरू। यसमा एड गरेको अघिको पानी सबै सुकिसक्यो। अब म यसलाई खुर्खार बनाउँछु। यसरी खुर्खार बनाउँछु किनकि मैले चाहिँ गुन्द्रुक पकाउने चाहिँ तरिका यो हो साथीहरू। यसरी खुर्खार बनाउँछु जस्तो सबै। अब यो त्यो भएपछि अघि राखेको टोमेटोहरू मिक्स राम्रोसँग मिक्स हुन्छ। है यसमा अब चाहिँ आफूले आवश्यक अनुसारको सुप राख्छु। यति छ है साथीहरू। कति खाने त्यति चाहिँ झोल खाने सुप राख्नु बनाउने। यति चाहिँ लगभग यति मेरो पुग्छ। अब म यसलाई 5 मिनट जति भक्भक उम्लिदिन्छु छड्किन दिन्छु। त्यस पछाडि त आजको गुन्द्रुक र पटासको तरकारी रेडी हुन्छ है त साथीहरू। ल साथी अब चाहिँ गुन्द्रुक र पटास ट्याक्क पाक्यो। अब चाहिँ यसले हेर्नुहोस् त यति मिठो राम्रो छ। यस्तो छ मिठो छ स्वाद मिठो आएको छ। ल यति मतलब टेस्ट पनि गर्छ है साथीहरू। कस्तो हुनुहुन्छ थोरै टेस्ट गर्नु पऱ्यो। झोल मात्रै टेस्ट गरौँ अहिलेलाई। हेर्नुहोस् है साथी। अब त के दामी साथी दामी 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 हेर्नुहोस् है त। टेस्ट त गर्नै पर्यो। मिठो। ए हो नि त गुन्द्रुक र पटास चिसो मौसममा स्वादै छ। यमी छ यमी साथीहरू यमी छ।